ओम श्री सरस्वत्यै नमः। श्री वेद पुरुषाय नमः। श्री स्वस्तानि भगवत्यै नमो नमः। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तनुवन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदाक्रमोपनिषदैर्गायन्ति यं सामगाः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यां तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्ता बलिशोभिता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी भजनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मुखं करोति वाचालं पङ्गुलङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय विततेजसे यस्य प्रसाद भक्ष्यामि नारायणकथामिमम्। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। ततो जयमुदीरयेत्। सुस्थाने भगवते नमो नमः। अथ श्री गणेशाय नमः। श्री स्वस्तानि व्रतकथा प्रथमोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ। अगस्त मुनि सृष्टिको क्रम र ब्रह्माण्डको वर्णन भएको जो छ सो स्वस्थानी परमेश्वरीको महात्म्यको पवित्र कथा म तिमीलाई सुनाउँछु। एकचित्त भएर सुन। यो अनन्त कोटि ब्रह्माण्डका सृष्टिकर्ता परमात्माले पहिले आफूलाई तीन देवताको रूपमा प्रकट गरे। पहिलो ब्रह्मा, दोस्रो विष्णु र तेस्रो महेश्वरको रूप लिएका देवताहरू मध्ये ब्रह्मा सृष्टि गर्ने, विष्णु पालन गर्ने र महेश्वर संहार गर्ने भए। तीनै देवता एउटै परमात्माका त्रिरूप हुन्। उनी परमात्माका इच्छाले सृष्टि, पालन र संहार गर्ने गर्दछन्। उनै अनन्त कोटि ब्रह्माण्डका अधिपतिका इच्छाले यस विश्व ब्रह्माण्डभरि सबै प्राणीहरूको जन्म, पालन र नाश हुन्छ। यसै नै अन्तकालदेखि संसार चक्रको क्रम चलिरहेको छ। हे अगस्त्य मुनि, ब्रह्मा, विष्णु र शिव मध्ये ब्रह्माको मात्रै आयुको अवधि छ। विष्णु र शिवका आयुको कुनै परिमाण छैन। ब्रह्माको पुरा आयुलाई परमायु भनिन्छ। यो परमायु ब्रह्माका 100 वर्षले पुरा भएको हुन्छ। 100 को आधा 50 हुनाले ब्रह्माको 50 वर्षलाई परार्ध भनिन्छ। 100 वर्षका आयुको अवधि पुरा भएपछि ब्रह्माको नाश हुन्छ। यसैलाई प्रलय भनिन्छ। प्रलय भएपछि अघिल्लो सृष्टि केही रहँदैन, केवल आकाश वा शून्य मात्र रहन्छ र नयाँ सृष्टि सुरु हुन्छ। अघिल्लो सृष्टि जुन क्रमले भएको थियो, नयाँ सृष्टि पनि उही क्रमले हुन्छ। तर प्रलय चाहिँ धेरै प्रकारले हुन्छ। भगवान विष्णु र शिवको कैलाश वासस्थान भए जस्तै ब्रह्माको निवास स्थान सत्यलोक छ। त्यहाँ पनि दिन रात भइरहन्छ। त्यसै कारण ब्रह्माको आयु घट्दै जान्छ र 100 वर्ष पुरा भएपछि प्रलय हुन्छ। ब्रह्माको प्रातःकाल भएपछि उनी सृष्टि गर्न थाल्दछन्। ब्रह्माका एक दिनमा सत्य, त्रेता, द्वापर र कली चारै युग घुम्दछन्। दिन सकिए रात परेपछि प्रलय हुन्छ। त्यसै क्रमले ब्रह्माको 100 वर्ष बितिसक्दा महाप्रलय हुन्छ। महाप्रलय भएपछि निराकार शून्य आकाश मात्र रहन्छ। हे अगस्त्य मुनि, ब्रह्माण्डका अधिपति परमात्माले फेरि सृष्टि गर्ने इच्छाले पहिले जस्तै रजोगुणले युक्त ब्रह्मालाई उत्पन्न गरेर सृष्टिका निम्ति अहंकार, पञ्चमहाभूत, ज्ञानेन्द्रिय, मन, बुद्धि, पञ्च तन्मात्र, स्पर्श, रूप, रस र गन्ध आदिले सहित भएको चराचर फूल जस्तो आकार भएको एउटा अखण्ड उत्पत्ति भयो। त्यो अखण्ड ब्रह्ममय हुनाले त्यसैलाई ब्रह्माण्ड भनियो। त्यो अण्ड फुटेर 2 भाग लागिसकेपछि एक भागले प्रकृति र अर्को भागले पुरुष बन्यो। तिनै प्रकृति र पुरुष चतुर्मुख ब्रह्माले सृष्टि गर्दछन्। अनन्त कोटि ब्रह्माण्डका स्वामी विष्णुले पालन गर्दछन् र पञ्चमुख रुद्रले संहारका रूपमा कार्यहरू गर्दछन्। हे अगस्त्य मुनि, त्यसका इच्छाले अघि वर्णन गरिएका अखण्ड उत्पत्ति हुन्छन्। तिनै परब्रह्मा परमात्मा हजारौं नाम छन्। तिनीहरूमध्ये त्रिगुणातीत, चतुर्व्यूह, प्रजापति, हिरण्यगर्भ, अनादि आदि पनि हुन्। सुमेरु पर्वत,
समुद्रका माझमा र सम्पूर्ण जीवहरूलाई गर्भाशयमा बालक रहे झैं उनी भित्रै रहेका छन्। निराकार आकाश पनि सत्व रज र तम त्रिगुणात्मक माया र पृथ्वी जल तेज वायु र आकाशले बेजिरहे झैं भएर आकारवान हुन्छन्। तिनीहरू एक रूपबाट अर्को रूपमा देखिन्छन्। आकाशको विभिन्न रूपलाई राम्रो गरी विचार गर्दा फेद माझ र टुप्पो केही नभएको देखिन्छ। त्यो नै अनादि परमात्माको लीला मात्र हो। त्यसलाई नबुझ्नाले अर्थात जगत भ्रान्ति छ। उनै परमात्माका इच्छाले सृष्टि स्थिति र प्रलय हुन्छ। सृष्टिमा रहेका कोटि कोटि ब्रह्माण्डको गणना गर्न कसैले सक्दैन। जति जति ब्रह्माण्ड छन् त्यति त्यति ब्रह्मा विष्णु शिव सूर्य चन्द्र र इन्द्रादि देवताहरू पनि विभिन्न छन्। हे अगस्त्य मुनि, निदाएका बेला स्वप्नमा सुख र दुःख आपद विपद हर्ष विस्माद आदि अनेकौं देखिन्छन्। तर निद्राबाट बिउजिएपछि ती केही पनि त्यस ठाउँमा हुँदैनन्। त्यसको यस संसारका सुख दुःख आदि पनि सपना झैं अनित्य छ। सुख दुःखको अनुभव केवल मनले गर्दछ। मनलाई आफ्ना वशमा राखेर ईश्वर प्राप्तिको मुख्य मार्ग खोज्नु नै विवेकको प्राणीका जीवनको एकमात्र लक्ष्य रहँदो रहेछ भन्ने ज्ञान जानु पर्दछ। हे अगस्त्य मुनि, त्यो ज्ञान प्राप्तिका लागि अब तिमी एकाग्र भएर तपस्या गर, अवश्य सिद्धि प्राप्त गर्नेछौ। तन मन वचन र कर्मले ज्ञानको साधना गर। हे मुनि, यो सृष्टिको क्रम र ब्रह्माण्ड उत्पत्ति भएको वर्णन मैले तिमीलाई सुनाए। अब दोस्रो अध्यायमा पद्मकल्पको वर्णन सुनाउने छु। तिमी ध्यानपूर्वक सुन। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर व्रत कथायां ब्रह्मांड वर्णनो नाम प्रथमोत्सवः। सती देवी भगवती को जय हो। पुष्पांजलि। ओम उपनयतु मंगलम वा सकल जगन मंगलालय श्रीमान दिनकर्ण किरण निबोधिता नवन निदल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्य शालिनी देशोऽयं शोभरहितो ब्रह्मणा सन्तु निर्भयः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना साधना सन्तु जीवन्तु शरदां सताम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वा निवसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसंग या कुन्देन्दुतुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकरा प्रभृति वै देवै सदा वन्दिता श्यामं पातु सरस्वती भगवती निशेषजाड्यापहम् कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मनो वा प्रकृतिं स्वभावात् करोमि अद्य सकलं परस्मै नारायणायेति समर्पयेत्। ओम श्री स्वस्थानी परमेश्वरी देव्यै नमो नमः। प्रथम दिवस मंत्र पुष्पांजलि समर्पयामि। नारायण हरि हरि। जय बोलो स्वस्थानी भगवती मैया को जय हो। ओम देव्यै नमो नमः।